घाम लागेको जस्ता तातेर ओछ्यान पनि तात्न थाल्यो के विधि गर्नुभएको हो त राम राम के विधि गर्नुभएको यो गर्मीमा फेरि गाई बस्तु कराएर अलिकति घाँस काटेर लिएर आउनु पर्यो भनेको यो छोरा फेरि कहाँ मरेछ ए छोरा यहाँ आइज कहाँ मुन्टेको छस् यो यहाँ आइज राम राम यो गर्मीमा अनि आमाले किन बोलाएको होला ल आए आमाले बोलाएको नि जानु पर्यो आमा किन बोलाउनु भएको मलाई तर मैले अघि नै बोलाएको होइन गाई बस्तु कराएर मर्न लागिसक्यो जाँदा राम्रो कच्चा लिएर आइज अलिकति अनि घाँस काट्नु पर्यो जा ल आमा त्यतै रामरी खोजेर छिटो लिएन छैन के आमा आँखा जति सबै गोजीमा हालेर राखेछ क्या हो यसले त त्यही टेबलतिर होला खोजेर छिटो लिएन ए ल आमा यतातिर रहेछ लाग्ने पर्यो खोइ यताले यत्रो टाइम लाग्छ एउटा राम्रो कचेरी आउन पनि लुमा हिँडेको बारीतिर यसो बाख्रालाई घाँस काट्नलाई ल म उतातिर घाँस काटेर आउँछु घाँस पनि केही छैन कता गएर काट्नु यतै काट्नु पर्छ अलिअलि अब यतै काट्नु पर्यो अलिअलि के विधि गर्मी हो यो घाममा पनि भएको साथी हो साथी म त सपनामा पनि फ्यानको स्विच खोज्दै थिएँ साथी हामी त विद्यालय पनि जानुपर्ने नुहाउन पनि जानुपर्ने उता कलमा पानी पनि थाप्न जानुपर्ने भिड हुन्छ अहिले जाउँ बरु जाऊँ साथी काट्नु पर्यो त नानी अनि तिमीहरू चाहिँ कहाँ गएर आयो होला हामी चाहिँ पानी थाप्ने हिँडेको थियौँ अहिले फेरि भिड हुन्छ हामी गयौँ ल र नानीहरू जाऊ अहिले फेरि भिड हुन्छ पानीको फेरि दुःख छ ल जाऊ छिटो हिँड्ने साथी उहाँले लाइन लागिसक्यो होला गर्मी छैन छिटो तपाईँहरू जान्न लाइनमा बस्नु अझ सन्केको बुनु हो यो बुनु त छोडिदेऊ जाउँ हामी चाहिँ लाइनमा जाम के साह्रो गर्मी हो क्या साथी छ भन न हौ साथी हो सन्केको बुनी रहेछ नि हो जाउँ साथी हाम्रो त अनि खानै गरेर पाल्दैन कस्तो सन्केको बुनु रहेछ हौ यताको बाबुआमा तिमीलाई संस्कार पनि सिकाएको छैन क्या कस्तो नापेको हो त्यही तातो पानी छ है साथी हो भक्कल बनेको पानी जस्तै छ त हो साथी मेरो पानी साथी तिनीहरू काममा बडो गरेर भन्नुपर्छ है आज छिटो जाउँ साथी स्कुल जान ढिला भइसक्यो बल्ल बल्ल घाँस पुऱ्यायो छोरो पनि अब स्कुल जान्छ होला यसो भात सात खुवाउन भए पनि जानु पर्यो यति भए पनि पुग्छ गाई बस्तुलाई ए छोरा कहाँ गएछ
यो फेरि स्कुल जानु ढिलो भइसक्यो। हजुरआमा घाँस लिएर आइसक्नु भयो? आए त छोरा, अनि त स्कुल जानु पर्दैन, ढिलो भइसक्यो। छिटो लुगा लगा। होला आमा, मैले लुगा लगाइसकेँ। मेरो साथीहरू पनि आउँछन् होला, म जान्छु है अब। ए सुमन, स्कुल जानु ढिलो भइसक्यो, छिटो गर। ल